पुनरुत्थान गर्न सकिन्छ भनेर हामीले दाब्चा बजार पुनरुत्थान समिति भनेर उहाँकै अध्यक्षतामा हामीले बनाइसकेपछि हामीले धेरै सङ्घर्ष गरेर दाब्चालाई योभन्दा 1 वर्ष अगाडि नै अस्ति मात्रै हामीले जेठको 22 गते प्रथम वर्ष भनेर हामीले उत्सव मनायौँ। यसलाई चाहिँ दाब्चा बजार सांस्कृतिक तथा पर्यटकीय नगर वडा भनेर हामीले यो तल्लो बजारदेखि माथिल्लोसम्म चाहिँ 700 मिटरले चाहिँ हामीले नगर प्रमुख 700 मिटरले चाहिँ तपाईँको बन्दीपुरमा गयौँ हामी पहिलोपटक। अब हेर्न गयौँ पहिला हामी बन्दीपुर गयौँ। बन्दीपुर जाँदा पनि अब यहाँको नगरभरिकै सम्पूर्ण संयन्त्र लगायत यहाँका बुद्धिजीवी लगायत सम्पूर्ण मान्छे लगेर हामीले बन्दीपुरलाई पनि हेऱ्यौँ। बन्दीपुरकै जस्तै डिजाइनमा चाहिँ हामी पनि दाब्चा चाहिँ बनाउन सकिन्छ भनेर चाहिँ हामीले त्योभन्दा पनि राम्रो बनाउन सकिन्छ। यो त तपाईँको बन्दीपुर जानलाई त 2 दिनको टाइम लिनुपर्छ। तपाईँको शुक्रबारको दिनमा चाहिँ काठमाडौँ आएर दाब्चा बसेर चाहिँ फर्केर अफिस भ्याउन सक्छ। त्यो भएको हुनाले चाहिँ हामीले चाहिँ सबै मापदण्ड पुर्याएको छ। कसरी सकिन्छ भने अस्ति 1 वर्ष अगाडि 81 जेठको 22 गते चाहिँ हामीले नगरपालिकाबाट चाहिँ यसले चाहिँ सांस्कृतिक तथा पर्यटकीय नगर भनेर घोषणा गरेर यहाँ 700 मिटरभित्र चाहिँ यहाँ जस्तो छ त्यस्तै स्वरूपमा चाहिँ घर बनाउनु पाउनु भनेर हामीले मापदण्ड पास गरेर यहाँभित्र बोकेको सम्भावनाहरू के छ त्यसलाई चाहिँ गरेर बनाउन सकिन्छ भनेर उहाँहरू नै आउनुभयो। उहाँले जग्गा किन्नुभयो, त्यस्तै डिजाइनमा उहाँले यहाँ घर बनाउँदै हुनुहुन्छ। त्यसरी नै हामी लाग्यौँ क्या। अब त्यसो भएपछि यो अरू बेलामा पनि यो पुरै सुनसानै हो यो बजार। बस्दै बस्दैन त्यो जब यसलाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरिसके पछाडि यहाँ आउने पर्यटनहरू नम्बुद्ध आउने विभिन्न ठाउँमा आउने पर्यटनहरू हुन्छ। शनिबारको दिनमा अघि पनि आउनु 2 दिन जोगाउने बस्ने हेर्ने हो। अब चाहिँ यहाँलाई योभन्दा अगाडि कस्तो भइसकेको थियो भने यो दाब्चा बजारमा एउटा चिया खाने होटेल पनि नभएको अवस्था पनि थियो। बन्दै थियो कि बन्दै थियो, पुरै बन्द थियो। अहिले हेर्नुहोस् त्यो म नाप्ने अगाडि खाजा गर्नु यहाँ तपाईँको खाजा खाने ठाउँ छ। यता मान्छे खाजा गरेर मासतिर छ। अब यहाँ होटेलहरू अहिले हामी माथि कोटकालीका मन्दिरमा जान्छौँ। त्यो चाहिँ एउटा इतिहास बोकेको काभ्रे जिल्लाको अहिलेसम्म मौलो पुजेको 4 ठाउँमा सबै ठाउँमा मागिसक्यो। अहिले चाहिँ हामीले त्यसलाई चाहिँ अहिलेसम्म नै माथि दिएको छ। वर्षको एकचोटि मौलो पूजाको दिनमा चाहिँ माथि नवमीको दिनमा दसैँको दिनमा चाहिँ पञ्चबली दिएर त्यहाँ चाहिँ यहाँ भएभरको सबै नगरभरिको मान्छेसँग गरेर हामीले चाहिँ त्यहाँ पञ्चबली दिएर त्यहाँ चाहिँ एउटा मनाउने चलन पहिलादेखि नै रहिसक्यो। जति पनि यो 200-300 वर्ष अगाडि जसरी यो बजार स्थापना भयो त्यो सँगसँगै पनि त्यहाँ माथि पनि त्यसरी नै एउटा मन्दिर कोटकालीको मन्दिर स्थापना भएको छ। त्यसलाई चाहिँ अहिलेसम्म हामीले यो जीवितै राखेका छौँ। जो अहिले हामी त्यहाँ पुग्छौँ नि अब धेरै केही दिन पछाडि पछाडि यो होटेलको उद्घाटन पछाडिबाट जान्छ नि जान्छ अब नगर अस्पताल बन्दैछ यहाँ होइन। अब प्रस्तावित भइसक्यो। हिजो एम्बुलेन्स पर्यटन बोकेका मान्छेहरू धेरै नगएर किनेर यहाँ चाहिँ अब पर्यटन क्षेत्र नै बनाउनु धेरैले किनेर यहाँ सुरुवात गर्नुभएको छ। पहिलो चाहिँ उहाँहरू यो क्षेत्रमा यो दाब्चामा पहिलो नक्सा पास गरेर घर बनाएकै उहाँहरू जब सांस्कृतिक कुरा पर्यटक घोषणा गर्नुभन्दा अगाडि चाहिँ यो दाब्चा बजारलाई चाहिँ के गर्ने कस्तो गर्ने यसको मापदण्ड कति हो भने पनि दिँदैन। त्यो जब हामीले 2 वर्ष लाग्यो हामीलाई सबै अध्ययन गर्नु पऱ्यो। हामीले पाटनसँग पनि गएर हेऱ्यौँ, बन्दीपुरसँग नि गएर हेऱ्यौँ, हामीले पनौतीसँग हेऱ्यौँ, भक्तपुरसँग हेऱ्यौँ। अनि कुन चाहिँ मापदण्ड चाहिँ हाम्रो लागि चाहिँ म्याच हुन्छ त्यो अनुसारले गराउनुहुन्छ। हामीलाई लाग्दाखेरि हामीले धेरै सङ्घर्ष गर्नु पऱ्यो, धेरै विरोध पनि भयो, धेरै समर्थन पनि भयो। त्यसको बावजुद चाहिँ हामीले योभन्दा 1 वर्ष अगाडि चाहिँ संस्कृति पर्यटकीय क्षेत्र यहाँको जनताले चाहेको चाहिँ हामीले पुरा त्यसमा अब के होला भने यो दाब्चाकै नामले त हो नि। दाब्चा नै नाम पहिलो त दाब्चै जोडिने हो। अनि त्यही कारणले चाहिँ आज समस्यामा हामीले स्वागत गर्न पायौँ, हामीले चिन्जान हुन पायौँ। धेरै कुरो भएको छ, धेरै परिवर्तन हुँदैछ। हामी निरन्तर लाग्छौँ। यहाँको जनताले चाहेको कुरो हामी पुरा गर्छौँ।